हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आज हामी नयाँ भिडियो लिएर आएका छौँ र हाम्रो माझमा हुनुहुन्छ एकजना होटलको सुपरभाइजर। उहाँसँग केही कुराकानी गर्नेछौँ हामी। स्वागत छ सर। नमस्कार नमस्कार। सन्चै हुनुहुन्छ? आरामै। कति भयो नि यहाँ काम गर्न लाग्यो? त्यही 2 साल जति भयो। अनि अहिले गर्ने केहीमा सुपरभाइजरमा हो नि तपाईँ? हजुर, सुपरभाइजरमा गर्छु विगत 4-5 महिनादेखि। अनि यहाँको खाना कस्तो छ? यहाँ धेरै सुनिरहेको थियौँ हामीले चर्चा, खानाको एकदम राम्रो पाइन्छ, सबैजना नेपाली स्टाफ दाजुभाइ सबै हुनुहुन्छ भन्ने सुनिरहेको थियौँ। कस्तो छ यहाँको कन्डिसन? यहाँको अब खानाको अब क्वालिटीहरू राम्रै छ। त्यही कारणले होटलहरूमा पनि राम्रोसँग चलिरहेको छ। अब होटल अहिलेसम्म यस्तो लसमा छैन। खानाको क्वालिटी र स्टाफहरू सबै राम्रै छन्। अनि यहाँको धेरैजना स्टाफले अनि यस्तो कुरा गर्नुभएको थियो कि हामीलाई पगारमा चाहिँ अलिक गुनासो छ भन्नुभएको थियो। पगार कस्तो छ र? पगार त अब तपाईँको खासै त्यति हाईमा छैन। पगार त अब तपाईँको यहाँ भन्ने हो भने अब फर्स्टमा आउने मान्छेहरूलाई 12,000बाट स्टार्टिङ हुन्छ। अब तपाईँ अलिअलि कामसाम जान्नुभएको छ, यताउता राम्रो छ भने 14-15, नत्र भने तपाईँको त्यही 12,000बाट स्टार्टिङ छ पगार। पगारमा त्यति राम्रो खासै छैन। र काम सिक्दै गएपछि भोलि बिहान अलि काम अगाडि आफू बढ्दै गएपछि पगार पनि बढ्ने रहेछ। त्यो त अब आफ्नो हातमा भर पर्ने कुरा हो। अब तपाईँ काम सिक्नुहुन्छ, तपाईँ अब मेहनतसँग काम गर्नुहुन्छ भने अब त्यो अब मिलिहाल्छ। नत्र भने अब तपाईँ काम नसिक्ने बेलासम्म जहाँ पनि त्यस्तै हो। होटलमा अब कामहरू यस्तै हुन्छ।